मेरो घर त अनि बुढेसकालमा पनि तपाईँहरू एकदम जोसिलोको साथमा हिँडिरहनु भएको छ होइन बाबु एकदम जोसको साथ बुहारी उहाँ 3वटी बुहारी छन् 2टी बुहारी यहाँको मुलो नातिन्छ आमाहरू पहिला अब धेरै दुःख गर्नुभयो होइन दुःख पाउनु भयो होला नि पहिला पहिला अब पहिला त बा दुःख भयो अब बुढेसकालमा सुख पाउनु पर्यो अनि भत्ता दिनुहुन्छ कि नै सरकारले भत्ता अब पहिला दुःख सुख त अब बोमाले चाल बोल्नु न हामीले चाल भन्नु पहिला कस्तो भयो पढ्नु गरौँ तरेर गरौँ अहिले यस्तो मरेर भयो र हो भएर बस्नु परेको छ बा हामी के गर्ने तपाईँहरूले भत्ता जति दिन्छ उसले ल्याएर आउँछ भत्ता मिल्छ उसले सरकारले जति दिन्छ उसले ल्याएर आउँछ हामीले इडी उडी भन्ने कुरा भएन मजाको ठया भन्नु न मल्लो छोरी ल्याएको मलाई मेरो बुहारी गएको यता आमा कति वर्ष पुग्नु भयो अरे कति वर्ष तपाईँ कति वर्ष अरे वर्षको मलाई थाहा छैन अरे म त आउने फाउने त छोरीबाट पुरा पुग्छु छोरीबाट त कति रे आमा कति रे म साउन म 66 वर्ष दुधै 66 वर्ष नन्दा भाउजू नै 66 वर्ष हामी नन्दाउँछौँ यहाँ हामी मेरो भाउजू खोट्टै मेरो दाजुको जान नन्दाउ अनि के अरे पहिला तपाईँहरू यस्तो अहिले यहाँ खानेकुराहरू नजिकै पसल छ होइन पहिला यस्तो थियो र आमा छैन त दुःख धेरै पाउनु भयो होइन है थाहा छैन बा थाहा छैन त अहिले पो यस्तो थाहा छ हामीलाई के थाहा छैन त उसलाई के थाहा छैन त केही छैन थियो होइन बिजुली पनि थिएन यस्तो बाटो पनि थिएन होइन खाना के अरे मेरो नाति छ दाल चामल बोक्न पनि टाढा जानुहुन्थ्यो नन्दाले छोड्यो भने काटिले हजुर काटिले मैले त काटिले छोड्यो भने काटिल्यो म न कान्छीले यस्तो भयो नि मलाई जिनो छोड्यो भने काटिले नन्दा मलाई छोड्यो भने अब आउने फान छोड्न पुग्छु पहिला गीत गाउनु भयो कि गीत बाँकी रहेन मैले थाहा कस्तो हुन्थ्यो आमा भन्नुहोस् त ल 15 वर्ष होला बिहा अरू कहाँ गीत नि गीत गाउनै पाउनु भएन गीत भयो ल खै पुरानो गीतहरू ल नानीहरू गीत आउँछ यसो के गीत आउँछ हामी गीतैनौँ आमा यता आमा तपाईँलाई केही कुरा चित्त बुझ्दैन भने कति गाली गर्नु मन लाग्छ अरू ल मलाई गाली गर्नुहुन्छ आज मैले गिराउनु होइन गाली गर्नुहोस् कि गाली गर्नु गाली गरे उसलाई पाप लाग्छ रिस कति उठ्छ आमा रिस कति उठ्छ रिस म गर्नु आमा पहिला जङ्गलमा घाँस काट्नु गयो बेला तपाईँले बाघलाई यस्तरी हाम कोर्नु भएको थियो घाँस काट्यौँ दौडा गऱ्यौँ चिउला के गऱ्यौँ थाहा छैन हामीले एक साह्रो शैलीहरू बसेर खानु पायौँ अहिले पो त्यो खाले बस्ने गराछौँ रिस उठ्छ आमा खुब उठ्दैन साढे बस्यो मल सर अझै काम गर्नुहुन्छ मल सर्ने भारी बोक्ने भाइ त बोक्दैनौँ हामीले बाख्रा मल सर मलाई गर्दैन के पनि पहिला चाहिँ धेरै बोक्नु भयो होला आमा है नुन ल्याउनु कहाँ जानुभयो नुन ल्याउन कहाँ जानुभयो आमा हाम्रो छोरा बुहारी गए ल्याए होइन पहिला क्या आमा पहिला गर्न पर्यो र गएनौँ गाडी घुम्नु के नुन कुलबास अरू कुलबास गरेर नुन ल्याउने हो दोकान गएर ल्याउँथ्यौँ या नुन पहिला एकै चल्दा
यो कति भयो 1 साल काम त्यहाँदेखिमा गएन बिगा चामल बोक्ने यहाँबाट गोरेबाट लिबाङ लग्ने अझै चामल मलाई म बोकेँ तिमीले गएर मलाई गरे आमा है बा नन्द भाउजू झगडा गर्नुहुन्थ्यो कि नै कहिले काहीँ भेट भएपछि यस्तो म बोकिनँ म लिबाङ बोकेँ बा लिबाङ चामल पनि लैन चामल पनि छैन नन्द भाउजू भेट भएर झगडा गर्नुभयो कि नै कहिले काहीँ झगडा गर्दैन मान्छ यो जिन्दगी बित्ने भयो हामी कल पुरा चालु म त बोक्या मैले दाङबाट चामल बोकेर लिबाङ लगाएँ लिबाङबाट स्कुलमा 3 बोक्या मैले 3 माछन् ए बा ल गीत सुनाउँ त एकजना आमाको ल कसैको गीत मैले बोल्नु किन होला म त गर्नु नन्द होइन ल गीत आमा गीत हजुरले सुनाउनु त आज ल म थपेर ल ल छिटो नान्चीमा अब मेरो गीत आउँछ अनि नान्चीमा छैन के गीत पुरानो गीत आमा जस्तो भयो नि है ल पुरानो होइन होइन नन्द थाली भागिनु यी नानी भागिनु जुन भयो पनि आमा जुन आउँछ त्यही ल थाली भाग जान्दैन उता आमाले जान्नुहुन्छ भने जान्दैन ल सुनौँ त आमा के गर्ने होइन भने डाँडेको फुलबारीमा छोरी नाचेको के भन्यो गिरे भयो नाचिले गिरे होइन डाँडेको फुलबारीमा छोरी नाचेको आमा ठाडी भाका छ ठाडी भाका पुरानो ठाडी भाका मैले जान्दैन उता आमालाई हजुर ठाडी भाका गिर्नु हो हजुर पुरानो ठाडी भाका ल हजुर होइन बारे लैला माया लैला लैला लाले लैला बारे गरम छैन भयो लैला लैला मात्रै आयो त आमा अब हामी अन्तिममा आछौँ पुरानो कुरा गर्नुभयो खुसी लाग्यो पहिलेका कुरा होइन अब धेरै बाँच्नुहोस् अझ धेरै तपाईँहरू यस्तै रमाइलो गरेको देख्न पाऊँ होइन है आमा गीत गाउने तिमीले होइन सकेको अब मैले जाने छोरी गीत नगर्नुहोस् अब है मैले जान्छु नि अब राम्रोसँग जानुहोस् कता कता जानुहुन्छ होइन फेरि अब यस्तै रमाइलो कुराकानी गर्दै गरौँ है हुन्छ ल नमस्कार नमस्कार दुवैजना आमाहरूलाई के गिर्नु होला के गिर्नु हो